यसपालि तीजमा मलाई के किनिदिनुहुन्छ? कसरी मनाउँ मैले यसपालि तीज? अब यसपालि चाहिँ देश रोइरहेको छ, यसपालि देश सङ्कटमा परेको छ, यसपालि तिमीलाई, छोरीलाई, छोरालाई तीजमा कपडा किन्नु साटो यसपालि चाहिँ देशमा राहत कोषमा सहयोग गरौँ, हुँदैन? हुन्छ, त्यो पनि राम्रै विचार हो। तीज पोहोर आयो, यसपालि आउँछ, अर्को वर्ष नि आउँछ। त्यसो भने दर खुवाउने कार्यक्रम तडक भडक नगरिकन सामान्य रूपमा गरौँला। दर खुवाउने पैसा, लुगा कपडा लाउने पैसा चाहिँ हामीले यसपालि राहत कोषलाई चाहिँ दिनुपर्छ। हो, एकदमै राम्रो लाग्यो तिम्रो विचार सुन्दा। तिमी बुझ्ने मान्छे छौ। हामीले त यसपालि हाम्रो तीज खर्च प्रधानमन्त्री राहत कोषमा दिने निर्णय गर्यौँ। तपाईँहरूले नि आफ्नो गच्छे-अनुसार जे सकिन्छ, जति सकिन्छ यसपालि चाहिँ हामीले प्रधानमन्त्री राहत कोषलाई दिने निर्णय गरी हाम्रो एक छाक खानाले बाढी पीडितलाई राहत हुन्छ। 1 महिनासम्म उहाँहरूलाई पुग्न सक्छ। हाम्रो एक छाक एक दिनको रमाइलोको पैसा हामीले चाहिँ प्रधानमन्त्री राहत कोषलाई दिने निर्णय गऱ्यौँ। हस्।